फाइनली हामी ढोरपाटन आइसकेका छौँ। हाम्रो अघि गाडीमा चिल्लाउनु पर्यो। मजा आयो। ल हेर्नुहोस् यहाँ हेर्नु यस्तो मजाले ढोरपाटन लेखिएको छ यतापट्टि दिस इज हाउ वी डु। ओ माई गड, फाइनली हामी ढोरपाटन आइपुगेको छौँ। अलि यता अलि यता डे 2 मा चाहिँ हामी यो होमस्टेमा बसेको थियो। सबै ठाउँहरू चाहिँ फोटोमा देखे जस्तो राम्रो वाउ चाहिँ नहुँदो रहेछ। जब हामी यो ठाउँमा पुग्यौँ फुलहरू पनि त्यति खासै थिएन अनि फुल पनि सानो सानोहरू थियो। हाम्रो 3 जना साथीहरू चाहिँ बुकेपाटन गएको छ र हामी 4 जना चाहिँ हिँड्न नसक्ने भएकोले चाहिँ हामी चाहिँ ढोरपाटनमै बसेको छु। तर अप्सनमा चाहिँ घोडामा चाहिँ जान सकिन्थ्यो, तर हामी चाहिँ घोडामा पनि गएन। यसो हेर्दा यो कुनै मुभी सुटिङ गर्नको लागि बनाएको ठाउँ जस्तो देखिन्छ। एकदम गजब लाग्यो। वाउ छ हाम्रो यहाँ गेस्टहरू। डे 3 मा चाहिँ हामी ढोरपाटनबाट गएर राति 11 बजे हामी रुकुमकोटमा बसेको थियो। रुकुमकोटबाट हामी बिहानै 5 बजे उठेर टक्सेराको लागि निस्कियो। टक्सेरा गाउँ घुम्नको लागि निस्कियो र हामी टक्सेरा गाउँमा पनि पुग्यो र हामीले त्यहाँ त राम्रोसँग फोटो भिडियो चाहिँ खिच्न पाएन किनभने हामीसँग समय नै थिएन। हामी आज नै घर पुग्ने भएकोले त्यही भएर हामी चाहिँ टक्सेरा गाउँमा चाहिँ धेरै बेर बसेन, त्यस्तै 30 मिनट जति बस्यो होला। ढोरपाटनदेखि टक्सेरासम्मको यात्रा हामीले 4 दिनमा कम्प्लिट गरेको थियो। यदि तपाईँहरू पनि आउँदै हुनुहुन्छ भने चाहिँ तपाईँहरू ढोरपाटन चाहिँ मनसुन ट्रेकमा आउनुहोला। हामी चाहिँ ढोरपाटन घुम्न आयो, अब आउने पालो चाहिँ तपाईँहरूको। भन्न त भन्छन् नि 12 वर्षमा खोला त फर्किन्न भन्छन्। हामीले सँगै घुमेका ती ठाउँहरू, सँगै बिताएका ती दिनहरू, हामीले सँगै एउटै कोठामा बसेर गफ गरेका ती मिठा मिठा पलहरू हामीले कसरी बिर्सिन सक्छौँ साथीहरू। मलाई जहाँसम्म लाग्छ हाम्रो ढोरपाटनदेखि टक्सेरासम्मको यात्रा त्यति सहज त थिएन। नमस्ते ट्राभलको सुदीप दाईले पनि एकदमै साथ दिनुभएको थियो। अब यहीँबाट नै दाईलाई थ्याङ्क यू सो मच दाई भन्न चाहन्छु। सबैजनाले माया गरिदिनु होला, मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला। थ्याङ्क यू।